त्यही हो नि यहाँ बुढी चाहिँ हेरी मात्रै अहिले तत्काल केही खान नमिलेको अवस्था सीधा गरेर टाउको सीधा गरेर टाउको डेलिभरी पछि फर्स्ट टाइम उठेर कुर्सीमा बसेको मेरो बुढी ल आमा छोरा हेरेको यसो फोटो खिच्ने बेला चाहिँ फेरि भने कस्तो बाठो भएको हो यो यसो हेर्छ सुत्छ अरू बेला फोटो खिच्नेलाई भने ल हेरे कस्तो घुमाएर हेरिदियो नि के साध्य ल मेरो बुढो बाबुले समाएर आफ्नो छोरालाई समाएर आश्रममा बसेछ नजिकबाट खिचिदिनु पर्यो उठ्न सक्दैन नि त म फेरि आउँछु उठ्न नसक्ने भएर नजिक गएँ नै हाम्रो देखाएँ जुम गर्नु भन्ने छैन त अप्सन जुम गर्दाखेरि हाँस्छ नि त फेरि बेला बेला हाँस्छ सबले देखेर हाँस्छु सब खै फर्स्ट मलाई देखेको छु देखा त देखेँ भनौँ न खै हेलेन सानोले आनन्द आएछ फोटो आँखा हेलेन कति नरम हुँदैन त भने यसरी गरी छुने कसरी छुने पहना घरलाई पढाउन आमालाई लाउनुपर्छ तेल सेल लाउन लगाइदिन्छन् मजासँग गरिदिन्छन् हो गर्नुपर्छ सेल्नुपर्छ उठ्नु पर्दैन सुतेको खुट्टा पुसिस तातो भएपछि त हल्छ हुँदो रहेछ ड्राइभरले त निकाल्दैछ कुरा गर्नुपर्छ कि कुरा गर्ने बानी लागेको छ अहिले खानासाना खुवाउनु बोलेर बस्ने हो कि कुरा गर्ने कस्तरी जता बोल त्यतै यता यता स्माइल कति सन्चो के रहेछ है यस्तो भएन कस्तो सजिलो हुन्छ सुन्दा छोरी त्यस्तै थियो अरे कस्तो चाहिन्छु यो तेल छोरा घरनालाई किनेको तेल नराम्रो औँला कहाँ हाले रोएर खान्छ कति केजी हो त दाइ हो